लेग प्रेस मेसिनलाई फुल्ली युटिलाइज गरेर आफ्नो लेगको एभ्री मसल ग्रुपलाई सेपरेटली कसरी टार्गेट गरेर ट्रेन गर्ने थाहा छ तपाईँलाई? थाहा छैन भने आउनुहोस् आजको भिडियोमा म तपाईँलाई सिकाउँछु। ल लेग प्रेस मेसिनमा चाहिँ तपाईँको खुट्टाको फरक फरक पोजिसनले चाहिँ तपाईँको फरक फरक मसल्सलाई टार्गेट गर्छ र तपाईँले अब क्वाड्सको लागि टार्गेट गर्नु पऱ्यो भने चाहिँ मेसिनलाई टक्क लिने अनि आफ्नो खुट्टालाई चाहिँ यसरी तलपट्टि बिचमा दुईटा जोडेर तलपट्टि यसरी राखेर टाउको सिधा ज्यान न्युट्रल। अब मजाले यसरी ट्रेन गर्नुभयो भने चाहिँ तपाईँको क्वाड्स मसल बढी टार्गेट हुन्छ है। र यसै गरी अब यसलाई माथि प्लेस गरेर यसरी वाइड राख्नुभयो भने अब तपाईँको ह्यामस्ट्रिङ्समा बढी लोड पर्छ। तपाईँले खुट्टालाई वाइड राखेर अब यो आफ्नो टोजलाई बाहिरपट्टि यसरी फर्काउनु भयो र आफ्नो लेग प्रेस तपाईँले गर्नुभयो भने तपाईँको इनर पार्ट बढी टार्गेट हुन्छ है। र यसै गरी तपाईँले यसलाई बिचमा राखेर यसरी माथिपट्टि नर्मल यसरी राख्नुभयो भने चाहिँ तपाईँको फुल लेग नै बराबरी टार्गेट हुने भयो। र नर्मल गर्दाखेरि चाहिँ तपाईँले यसरी बिचमा राखेर गर्नु पर्यो र स्पेसिफिकली टार्गेट गरेर गर्दै हुनुहुन्छ भने चाहिँ स्पेसिफिक तपाईँको स्ट्यान्समा तपाईँले वर्कआउट गर्नु पर्यो। लेग प्रेस मेसिनबाट चाहिँ फरक फरक खुट्टाको पोजिसनले फरक फरक मसल्स टार्गेट गरेको जस्तै तपाईँको सिट पनि एडजस्ट गर्न मिल्ने खालको हुन्छ कुनै पनि लेग प्रेस मेसिनमा। र यसलाई चाहिँ तपाईँले जति माथि लैजानुभयो तपाईँको बडी त्यति यो पोजिसनमा हुन्छ र ह्यामस्ट्रिङ्स र ग्लुट्स बडी टार्गेट हुन्छ। र तपाईँले यसलाई जति तल राखेर गर्नुभयो तपाईँको बडी त्यति न्युट्रल पोजिसनमा हुन्छ र स्क्वाट्स गर्दाखेरि क्वाड्स बडी टार्गेट हुन्छ।